नमस्ते। आज चाहिँ हामी ककनी घुम्न आँखा म र भाइ भएर अनि आज चाहिँ बाइकको पनि ओनरसिप रिभ्यू दिन्छु भनेर भिडियो बनाएको है। बाइक चाहिँ लगभग 23,600 किलोमिटर कुदिसके है। अबको 1000 किलोमिटरमा सर्भिस पनि गर्नु छ। अनि मैले बाइक चलाएको नि कति 2.5 वर्ष भइसक्यो है। त्यस्तो डिसस्याटिस्फ्याक्सन चाहिँ छैन म बाइकप्रति है। अहिलेसम्म एकदम मैले खोजे जस्तो भइरहेको छ। बाइकले अहिलेसम्म त्यस्तो दुःख चाहिँ दिएको छैन। अहिलेसम्म मैले 2.5 वर्ष चलाउँदा लगभग भ्यालीभित्र नै चलाएको छु। कहिलेकाहीँ चाहिँ त्यही गाउँ जाँदा पाल्पारामपुर जाँदा चाहिँ हो चाहिँ भ्याली बाहिर। अनि कहिलेकाहीँ घुम्न जाँदा चाहिँ यसो धेरै टाढा पनि गएको छैन घुम्न। त्यो चाहिँ रसुवा अनि काभ्रे प्लान्चोक हैन। अनि रामपुरबाट एकपल्ट पोखरा पनि गएको छु। अनि पावर चाहिँ एकदम ठिक लाग्छ मलाई बाइकको। अनि हाम्रो यो मेरो बाइकको चाहिँ अलि खर्च भनेको मैले टायर चाहिँ फेरे हो। टायर पछाडिको टायर दसैँ अघि घर जानु दसैँ अगाडि चाहिँ सर्भिस गर्न लैजाँदा त्यो ग्यारेजको दाइले चाहिँ यो टायर चाहिँ फेर्नुपर्छ भन्दै हुनुहुन्थ्यो। अनि लामो बाटो जाँदाखेरि अब भ्यालीभित्र भए त केही हुन्थेन, लामो बाटोमा चाहिँ फेरिहालौँ न भनेर मैले पनि फेर्दै। अनि अर्को कुरो चाहिँ यो मास्टर सिलिन्डर नि फेरेको थिएँ मैले है। 2 वर्ष हुँदैमा मास्टर सिलिन्डर फेरेको थिएँ। दसैँ मनाउन घर जाँदा चाहिँ होइन, दसैँभन्दा अझै अघि हो क्यारे। अघि चाहिँ यो कसरी भयो कसरी थाहै भएन है मास्टर सिलिन्डर। अनि फेरि ब्याट्री पनि फेरेको छु मैले बाइकको। ब्याट्री फेरेको छु। अनि फेरि चेन स्पकेट पनि फेरेको छु। म यहाँ के अरे पैसा पनि लेखेको छु कति लाग्यो भनेर। यो ब्याट्रीको चाहिँ 5175 समथिङ त्यस्तो लागेको थियो है, विथ भ्याट भन्दैछु मैले। अनि चेन स्पकेट पनि 5500 थियो। खास चाहिँ त्यो ग्यारेजको दाइले अगाडिको मात्रै गएको छ भन्ने हुनुहुन्थ्यो। त्यही नै सेटै फेरिदिएको, पछाडिको नि फेर्नुपर्छ भनेर सेटै फेर्ने। त्यो 5500 लागेको थियो। अनि पछाडिको टायर भनिहालेँ मैले 5100 लागेको थियो। अनि मास्टर सिलिन्डर चाहिँ यो चाहिँ अराउन्ड 4500 देखि 5000, यो ठ्याक्कै एक्ज्याक्ट थाहा भएन मलाई। 4500 देखि 5000 त्यति नै लागेको थियो है। अनि ओभरअल चाहिँ सबै बाइक एकदम ठिक छ। मलाई चाहिँ यो लुक्स नै मन परेर हो किने चाहिँ। अगाडि हेडलाइट पनि दामी छ, प्रिमियमै छ यो है। अनि अरू अफ रोडमा नि राम्रो छ बाइक। 2.5 वर्ष भइसक्यो चलाएको। माइलेज पनि राम्रो दिन्छ। हाइवेमा त अलि अस्ति मैले टेस्ट पनि गराएको थिएँ। त्यसमा चाहिँ 50+ दिएको थियो माइलेज। अहिले पनि यो सिटीहरूमा नि जामसामहरूमा 35 भन्दा धेरै नै दिन्छ। 40सम्म त एक्सपेक्ट गर्न मिल्छ है। त्यही हो है, बाइक चाहिँ पावरै छ। मोडहरू छ। मोडहरू म चाहिँ जहिले अर्बन मोडमै चलाउँछु। स्पोर्ट मोडमा त्यस्तो बढी चलाउँदिनँ। माइलेज पनि अलि राम्रो दिन्छ अर्बन मोडमा। अनि अरू त बाइकमा अहिलेसम्म त्यस्तो बढी प्रब्लम केही आएको छैन है। सबै ठिक छ। म एकदम सेटिस्फाइड नै छु। अरू त अब अगाडिको टायर पनि चेन्ज गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो ग्यारेजको दाइले। अब त्यो पनि सकेसम्म चलाउने हो, फेर्नै पऱ्यो फेर्ने हो। अरू त 12 लिटरको हो ट्याङ्क मजाले। अनि एउटा कुरा चाहिँ यो के भन्छ यसलाई, यो चाहिँ अलि लो क्वालिटीको छ। त्यही नै अहिलेसम्म केही भएको चाहिँ छैन है, ढुङ्गासुङ्गा परेर। के भन्छ सर्भिसिङ गर्दा चाहिँ त्यही हो 3000 देखि 4000सम्म जान्छ सर्भिस गर्दा। म 3 महिनामै गर्छु सर्भिसिङ, लगभग 3 महिनामै। अनि यसको मेन कम्पिटिसन भनेको NS 200 हो के अरे। अहिले त नयाँ NSले नै राम्रो निकालेको बाइक, पुरानो मोडल भन्दा अहिले नयाँ चेन्ज गरेको। अनि दुइटैको उति छ। अहिले अपाची पनि एकदम छ मार्केटमा है। अनि 4 लाख अहिले यसको 4,30,000 पुगिसक्यो। प्राइस चाहिँ मैले किन्दा 4 लाख थियो। अनि 4 लाखको रेन्जमा आउने मध्ये नेपालमा बाइकहरूमध्ये चाहिँ मलाई यो बेस्ट नै लाएर किने हो मैले चाहिँ। अनि एकदम राम्रो छ। अनि
अनि यसको नराम्रो पक्ष भन्नुपर्दा चाहिँ यो कम्पनीकै टायर चाहिँ यो बाटोमा चाहिँ चिप्लिन्छ है। अनि यसको रिसेल भ्यालु पनि छैन एनएसको अनि हन्डाहरूको जस्तो चाहिँ रिसेल भ्यालु छैन। जस्तो अहिले नै यही बाइक बेच्नु पऱ्यो भने पनि 1.5 लाख 2 लाख किने भन्दा 1.5 लाख 2 लाख कममै जान्छ यो है। अनि त्यही हो मेन डिससेटिस्फ्याक्सन चाहिँ। अनि आफैले चलाइरहन्छु भन्दा चाहिँ लामो समयसम्म चलाउँछु भनेर चाहिँ किन्न मिल्यो। अनि 1-2 वर्ष 2-3 वर्षमै किनेर चलाएर बेच्छु भन्दा चाहिँ रिसेल भ्यालु चाहिँ छैन है यो बाइकको चाहिँ। अनि अरू त ठिक छ, के अरे रातिमा चाहिँ राम्रो छ, लाइट डिआरएल भएर। अनि यसको अर्को कुरा चाहिँ 5th गियरसम्म मात्रै छ गियर चाहिँ एनएसमा। अरू 200मा 6 गियरसम्म आउँछ। त्यही पनि नेपालको बाटोमा चाहिँ मलाई चाहिँ त्यस्तो 5th गियर 6th गियर नदिँदा चाहिँ त्यस्तो नराम्रै चाहिँ लागेन, ठिकै छ जोस्। अब बाइकको चाहिँ यो एक्जस्ट चाहिँ मिठो लाग्छ मलाई, धेरै लाउड पनि छैन धेरै कम पनि छैन है। म सुनाउँछु। म चाहिँ बढी रफ राइड गर्दिनँ, त्यही भएर बाइक पनि नयाँ छ है। 2.5 वर्ष 3 वर्ष भइसक्यो किनेको। म चाहिँ लगभग मैले मात्रै चलाउँछु यो बाइक चाहिँ, त्यही भएर नि होला 1 hand भएर होला। त्यही हो, बाइक चाहिँ राम्रो छ, नयाँ छ अझै पनि। मेरो चाहिँ बाइकको एक्सपिरियन्स कस्तो भयो भनेर हजुरहरूलाई भनिसकेँ। अनि त्यही हो, बाइक राम्रो छ, मलाई चाहिँ एकदमै मनपर्छ आरटिआर 200। पावर वाइज पनि राम्रो छ, माइलेज वाइज पनि राम्रो छ। यदि हजुरहरूलाई किन्न मन छ भने चाहिँ किन्दा हुन्छ है। त्यति नै हो। आजलाई हामी यहाँ ककनी घुम्न आएको छौँ, एकदम राम्रो छ है। काठमाडौँबाट घुम्न आउने मान्छेहरूलाई लगभग सबैजना आउनु नै भएको छ होला, त्यही पनि नआएको मान्छे चाहिँ घुम्न आउँदा हुन्छ। हस् त। हामी ककनी घुम्न जाँदा सुरुमा माछापोखरी चोकबाट भित्र छिर्नुपर्छ। अनि सुरुकै बाटो यति राम्रो छ है यो जङ्गलको बाटो। अनि हामी एकदम केयर भएर चलाउनु पर्छ। यो जङ्गलको बाटोमा चाहिँ टिप्परहरू आइरहेको हुन्छ, त्यही भएर यो यसमा चाहिँ ओभर स्पिड गर्नु हुँदैन यो बाटोमा चाहिँ। अनि यो जङ्गल चाहिँ नागार्जुन जङ्गल हो, यसमा चाहिँ मान्छेहरू प्राय ट्रेकिङ पनि आइरहेको हुनुहुन्छ। अनि शनिबार चाहिँ अलि धेरै नै मान्छेहरू आउनुहुन्छ। अनि बाइकको कुरा गर्नुपर्दा चाहिँ मैले पछाडिको टायर 22,000 किलोमिटरमा फेर्या हो। त्यति बेला मैले सर्भिस गर्दा चाहिँ पछाडिको टायर अनि चेन स्पकेट सँगै फेरेको त्यति बेला सर्भिस गर्ने बेलामा। अनि आजभोलिको बाइकहरूमा प्राय अन्डरबेली एक्जस्ट हुन्छ, जस्तै एनएसमा डुकमा। यसमा चाहिँ अन्डरबेली एक्जस्ट छैन है। त्यसको चाहिँ फाइदा बेफाइदा दुइटै हुन्छ। अफरोडमा चाहिँ मेनली अन्डरबेली एक्जस्ट हुँदा चाहिँ कहिलेकाहीँ ठोकिँदाखेरि त्यही एक्जस्टमै ठोकिने हुन्छ। यसमा चाहिँ अन्डरबेली एक्जस्ट नहुनाले चाहिँ यसमा ठोकिँदैन, ठोकिहाले पनि त्यो अर्को फलाममा ठोकिन्छ यसको डबल स्ट्यान्डमा। अनि हाम्रो चाहिँ खर्च भन्नुपर्दा चाहिँ वर्षमा 4 चोटि सर्भिस गरियो भने चाहिँ एकपालि सर्भिस गर्दा एभरेजमा 3500 नै लाग्यो भने पनि 4 चोटिमा 14,000 लाउँछ एक वर्षमा चाहिँ, अरू अन्य खर्चहरू भएन भने। अनि त्यही हो, पाल्नलाई चाहिँ त्यस्तो गाह्रो पनि छैन। अनि पार्ट्सहरू बरु महँगै छ यसको चाहिँ। अनि पार्ट्स चाहिँ मैले चाहिँ रातोपुलमा चाहिँ पाइरहेको हुन्छु। त्यस राजापुल सर्भिस सेन्टरमा पार्ट्सहरू मजाले पाउँछ है। अनि यो पिङ पनि दाइ एक्लै खेलिरहनु भएको थियो, अनि म पनि गएको, मलाई नि खेला भन्नुभयो, म नि खेलेँ है, रमाइलो भएको थियो। अनि थ्याङ्क्स फर वाचिङ।